यो एसई को भिभिआई क्वेसन रहेको छ सिम्प्लिफाई। यस्तो मोडलको क्वेसन असाध्यै सोधेको हुन्छ। यस्तो मोडलको क्वेसन हामीले कसरी बनाउनुपर्छ भनेर यहाँ मैले प्लान बनाइसकेको छु। तपाईँलाई बुझाउनको लागि मैले यहाँ भनि गइरहेको छु। अब यसलाई हामीले के गर्नुपर्छ, क्रस मल्टिप्लाई गर्नुपर्छ। यसले यसलाई र यसले यसलाई क्रस मल्टिप्लाई गर्नुपर्छ। त मैले यहाँ क्रस मल्टिप्लाई गरेको छु। 1 ले क्रस मल्टिप्लाई गरेको छु a + 1 को होल स्क्वायर, अनि तल जस्ताको त्यस्तै a + 1 को होल स्क्वायर, अनि a + 2 को होल स्क्वायर, अनि प्लस, अनि यो जस्ताको त्यस्तै, अनि फेरि यो 2 ले यो तललाई मल्टिप्लाई गरेको छु, र यो फेरि त्यो 2 ले फेरि यसलाई मल्टिप्लाई गरेको छु। अनि तलको जस्ताको त्यस्तै दुवैबाट कमन लिएको छु। दुवैबाट कमन लिएर अनि यहाँ तल जस्ताको त्यस्तै लेखेको छु। अब यहाँ हामीले यो 1 ले यो a + 1 को होल स्क्वायरलाई मैले मल्टिप्लाई गरेको छु। त्यो 1 - a² - 4a - 4, अनि प्लस, अनि यो 2 ले यो सबैमा मल्टिप्लाई गरेको छ 2a, अनि त्यो 2 1 प्लस को प्लस, अनि 2 ले 2 लाई मल्टिप्लाई गर्दा 4, अनि माइनस को माइनस, फेरि 2 ले त्यो a सँग मल्टिप्लाई गर्दा 2a, अनि 2a 1 जा 2, अनि तल जस्ताको त्यस्तै फेरि। अब यो तलको जस्ताको त्यस्तै, माथिको यो माइनसमा छ त कटिहालेको छ, यो प्लसमा छ कटिहालेको छ। बाँकी हामीसँग के बस्यो, 4 बाट 2 घटेपछि 2, अनि यो जस्ताको त्यस्तै। अब यहाँ तल फेरि अब यो 2 लाई यो तलसँग मल्टिप्लाई गरेँ, र यो माथिकोलाई यो तलसँग मल्टिप्लाई गर्दाखेरि 1 - 4a - 4 प्लस यो 2, यहाँको 2 यहाँ आएको छ, र योसँग यसलाई मल्टिप्लाई गर्दाखेरि दुवैबाट कमन लिए, किनभने यहाँ a + 1 को होल स्क्वायर छ, यहाँ a + 2 को होल स्क्वायर छ। त दुवैबाट कमन लिँदाखेरि a + 1 र a + 2 ल्याएको छु। अनि तल फेरि जस्ताको त्यस्तै, अनि फेरि तल जस्ताको त्यस्तै, र यो 2 ले योसँग सबैसँग मल्टिप्लाई गरेको छ यहाँ। अनि यो a - a² - 4a - 4 प्लस 2 सँग यसलाई मल्टिप्लाई गर्दा 2a², अनि प्लस को प्लस, अनि यसलाई योसँग मल्टिप्लाई गर्दा 4a, अनि प्लस, अनि फेरि 2 सँग यससँग मल्टिप्लाई गर्दा 2a, अनि प्लस को प्लस, अनि 4 2 1 जा 2 लाई मल्टिप्लाई गर्दा 4, अनि यो 4 माइनस प्लसमा छ, यो माइनसमा कटिहाल्यो, यो माइनसमा छ, यो प्लसमा छ कटिहाल्यो, अनि बाँकी तल जस्ताको त्यस्तै। अब त्यता कटेर बाँकी हामीसँग के बसेको छ, यहाँ a² + 2a + 1, अनि तल a + 1 को होल स्क्वायर र a + 2 को होल स्क्वायर। हामीले यसरी पनि फुट गरेर, किनभने a² + 2a + 1 को पावरमा राख्दाखेरि a + b को होल स्क्वायर को फर्मुलामा आउँछ। तर यसलाई मैले भिन्न भिन्न गरिदिएँ, a + 1 र a + 1। यसरी पनि काटेर हामीले एन्सर निकाल्न सक्छौँ। कि त यसरी पनि हामीले a + 1 को होल स्क्वायर, अनि तल a + 1 को होल स्क्वायर, यो दुवै कटिहाल्यो, र बाँकी हामीसँग के बस्यो तब 1 + a + 2 को होल स्क्वायर। यसरी पनि हामी लेख्न सक्छौँ।